कि डोनेसन दिन आउने दाजुहरू भाइहरू समक्ष फेरि पनि यो सुम्निमा पारुहाङको आइरहेको छ। यो सुम्निमा पारुहाङको लागि डोनेसन दिनुहुने हाम्रा बहिनी हुनुहुन्छ कमला चामलिङ, कृष्ण कुमार सामसुङ हुनुहुन्छ, भोजपुर रामप्रसाद गाउँपालिका 6 कन्ये तह आल युके ब्रकनेल र उहाँहरूले चाहिँ सुन्नेमा पारुहाङको लागि 1,05,000 गर्नुभएको छ। मलाई धेरै धेरै धन्यवाद म दिन चाहन्छु, सेवाहरू भन्न चाहन्छु। यो त छिटो छिटो धेरै बोलेर पनि नहुने रहेछ। यसै गरी यो चाहिँ बिना बस्नेत बुढाथोकी उहाँले चाहिँ पितृहरूको सम्झनामा सिनामङ्गल काठमाडौँबाट 1,25,000 गर्नुभएको रहेछ। यो पैसा चाहिँ अहिले हाम्रो सत्य भान्जाबाट चाहिँ डाइरेक्ट ब्याङ्कमा डिपोजिट गर्ने भनेर भइरहेको छ। यो अस्ति नै आएको हो, तर मैले चाहिँ के अरे नभ्याएर चाहिँ लिन भएको थिइनँ। आज चाहिँ उहाँ त्यो तेरो बिना बस्नेत बुढाथोकी बहिनी नानीलाईको चाहिँ मैले यो रिसिट काटिदिएको छु। यो रिसिट तपाईँहरूले अहिले म मिना सिंहकलाई ह्यान्डओभर गर्नेछु। यसै क्रममा सौभाग्य गेस्ट हाउस पाहुना घरबाट चाहिँ 2 लाख अस्ति नै मैले लिएर तयारी गरेर ल्याएको हो, यो शुक्रबारको दिनै। तर यो अरू मिडियामा मैले गरेको थिइनँ र अहिले गरेछ। सौभाग्य गेस्ट हाउस लक्ष्मी चोक पृथ्वी पथ धरान 1 उहाँहरूले चाहिँ सौभाग्य गेस्ट हाउसले चाहिँ 2 लाख सुन्नीमा पारुहाङलाई गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। त्यसै गरी भन्नुपर्दाखेरि दिन्छु पनि दिनेछौँ। म मात्रै होइन, यहाँ सम्पूर्ण हुनुहुन्छ। कोही बेला जिब्रो नटपटिन्छ, सरी यसमा एपोलोजाइज। यसै गरी अब आजको के अरे हाम्रो किरात यायोखा युके किरात राई यायोखा युकेबाट पनि अघि हामीले वाचन गरिसकेका छौँ र वाचन आजको लागि यति नै छ। र सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्छु भने सरी, कोही बेला हामी हतार हुन्छ, साह्रै बकवास गर्दैनौँ न। तर म देश विदेशको रहनु भएका दाजुभाइ तथा दिदीबहिनीलाई के भन्नु छ भने जति चाँडो सक्दो तपाईँहरूको के अरे परिवारको शिलालेखको लागि चाहिँ त्यो नामेरोलहरू मिस्टेक नभई पठाइदिनु होला। जसले यहाँ पैसा पठाउनु भएको छ मिस्टेक नभई पठाइदिनु होला भन्दै मेरो 2 शब्द अन्त गर्न चाहन्छु। र हाम्रो दिनेशजीले पनि केही के अरे पानीको लागि, कोका कोलाको लागि या त के को लागि आएको छ उहाँले वाचन गरिदिनु हुनुहुन्छ भन्दै मेरो शब्द यी अन्त गर्छु। सेवारो भन्न चाहन्छु। धन्यवाद आदरणीय दाजु, धन्यवाद आदरणीय दत्त दाजु। उपस्थित सम्पूर्ण दाताजीहरू, मिडियाका साथीहरू, सम्पूर्णमा म दिनेश बान्दाको तर्फबाट हार्दिक नमन गर्न चाहन्छु यहाँहरूलाई। आज सदा चाहिँ हामीले यो डोनेसन लिने कार्यक्रम भइरहेको छ। यहाँहरूप्रति धेरै धेरै धन्यवाद छ भन्न चाहन्छु। यहाँहरूले सहयोग गरेकै कारणले गर्दाखेरि हामी अहिलेसम्म सफल भइरहेका छौँ धरानमा। त्यस कारणले गर्दाखेरि आज पनि फेरि कोका भाग 2 को लागि हामीले हाम्रो पाइपको कुरा कम्प्लिट भइसकेको छ। तर त्यो पाइपहरूलाई कसरी संरक्षण गर्ने, के मेन्टेन कुराहरू गर्ने कुरालाई लिएर यहाँले सहयोग गरिरहनु भएको छ। उहाँहरूको नाम सरासर म वाचन गर्न लागिरहेको छु। नरबहादुर जिमी, जुरहन्ती माया जिमी, धरान 13 फुस्रेबाट हामीलाई 10,210 रुपियाँ दिनुभएको छ। यो सबै हाम्रो सदा हाम्रो मेयर खड्का साम्पाङको क्याम्पेनमा
सहयोग गर्ने हाम्रो बहिनी आदरणीय बहिनी मिना सिंहजी हुनुहुन्छ। उहाँले हामीलाई सधैँ सहयोग गर्नुहुन्छ र उहाँले सधैँ सहयोग गरिरहँदाखेरि अब यो चाहिँ यसको बारेमा हाम्रो मिना सिंह बहिनीलाई केही भनिदिनु म हार्दिक अनुरोध गर्दछु। सेवाहरू नमस्कार, गुड मर्निङ। हामी दैनिक जसो एकदमै सुबह काम गरिरहेका छौँ। हामी सामाजिक काम गरिरहेका छौँ, देश निर्माणको काम गरिरहेका छौँ। भर्खरै चाहिँ हामीले 53,45,000 सहयोग चाहिँ युके किराँत आयोगबाट डिटेल्स अघि आइसकेको छ। अनि यहाँ दाजुहरू पनि दाजु र भाइ पनि विनियोग भएको छ यहाँनिर प्रतिनिधिको रूपमा आउनु भएको थियो उहाँहरू। यो अहिलेको एपिसोडमा पनि उहाँहरूलाई एकदमै सेवारो भन्न चाहन्छौँ हामी। एकदमै ठुलो रकम चाहिँ उहाँहरूले अघि हस्तान्तरण गरिसक्नु भएको छ अगाडिकोमा। र हाम्रो उहाँ भाइले हिजो कल गर्नुभएको थियो, अघि पनि कल गर्नुभएको थियो सुम्निमा पारुखान प्रतिमा निर्माणकै लागि आदरणीय मामा दत्त लिम्बूले अघि अनाउन्स गरिसक्नुभयो र हस्तान्तरण पनि भइसकेको छ। उहाँहरूप्रति पनि आभार व्यक्त गर्दै एकछिन सालबिन्दा दाजु। अनि खानेपानीको खानेपानी पहिलो दोस्रो दुवै आयोजना सम्पन्न भइसकेको छ। तर पनि त्यो मेन्टेनेन्स खर्चहरू चाहिँ अझै पनि धेरै नै छ होइन, आवश्यक छ। सबैले बुझेर चाहिँ बुझिराख्नु भएको रहेछ। त्यही खानेपानी अभियानको लागि भनेर चाहिँ नरबहादुर जिमी र जुरहन्ती माया जिमी उहाँहरूको चाहिँ फुस्रे भनेर चाहिँ हिजो संस्कृति पार्कमा मलाई बोलाउनु भएको थियो र यो 10,210 रुपियाँ यो चाहिँ खानेपानीको मर्मत के कुरामा चाहिन्छ, कहिले के बिग्रिन्छ कहिले बिग्रिन्छ त्यसको लागि चाहिँ यो 10,210 रुपियाँ चाहिँ आदरणीय दाजु दिनेश बान्दालाई मैले हस्तान्तरण गरेँ। यो रसिद लिएँ र यो रसिद चाहिँ म भरे उहाँहरूको वाट्सएपमा पठाइदिन्छु भन्नुभएको छ। दाताहरू प्रत्यक्ष रूपमा आउन सक्नुहुन्न, कतिपय चाहिँ प्रत्यक्ष रूपमा आउन सक्नुहुन्छ उहाँहरू जस्तै। सक्दा त आउँदा राम्रो हो, नसक्दा यसरी पनि हामी तपाईँहरूको कामलाई चाहिँ पारदर्शी रूपमा हामी गर्नेछौँ। यो चाहिँ यो भइसकेपछि तपाईँको सहयोग सुरक्षित छ भनेर सम्झिनु होला। यो भएन भने चाहिँ कता होइन शङ्का गर्न सक्नुहुन्छ। तर यो भइसकेपछि चाहिँ 100% अगाडि भयो भनेर सम्झिनु होला। उहाँहरूप्रति पनि हामी आभार व्यक्त गर्दछौँ। यो भरे वाट्सएपमा पठाउँछौँ। अब धेरै लामो कुराकानीहरू नगरौँ, सबैले बुझिसक्नु भएको छ यो अभियानको लागि। अब चाहिँ मेयर साहबको पालो होला हौ। अब चाहिँ मेयर साहबले अब सबैलाई धन्यवाद दिनुहुन्छ होइन भने म यता लागेँ एकछिन गर्छु। यता हो नमस्कार त धन्यवाद छ है। के गर्ने ओके एनिवेज ल उता बस्छु उता बस्छु ल। मेरो खासै भन्न त्यत्रो त छैन भनौँ भने पनि धेरै है। के गर्ने बोल्नु पनि कति बोल्नु। धन्यवाद छ हाम्रो दिदी र के अरे भाइलाई सहयोग लिएर आउनु भएको छ। यो सहयोगले चाहिँ हामीले काम गर्छौँ है, काम गर्छौँ सबै मिलेर हामीले पनि काम गर्ने हो। पानीको लागि के को लागि हामी सबैले गर्ने हो होइन, देशै हाम्रो हो है। हामीले नगरे कसले गर्छ त भन्ने एउटा चाहिँ नि चेतना पनि छ। त्यसले गर्दाखेरि अब यो मलाई सहयोग गरेको भन्दा पनि देशलाई सहयोग गर्नुभएको छ होइन। र म मार्फत म चाहिँ एउटा माध्यम मात्रै हो र म मार्फत नेपाल भन्ने देश जो तपाईँको हो त्यसलाई सहयोग गर्नुभएको छ। यसरी बुझ्नुपर्छ। त्यही हो माध्यम चाहिँ चाहिँदो रहेछ। तर जस्तै यहाँदेखि भानुचोक पुग्नु पनि कि त हिँड्दै जानु पऱ्यो, कि त सफारी चढेर जानु पऱ्यो, कि त के गरेर जानु पऱ्यो भने जस्तो केही होइन, माध्यम चाहिँदो रहेछ। बाटो चाहिन्छ भने जस्तो माध्यम चाहिँदो रहेछ। त्यो छ। अहिले भर्खर पनि हामीले सहयोगै प्राप्त गरिरहेको थियौँ। पछाडि हाम्रो सरहरूलाई मैले अघि भनिसकेको छु, धन्यवाद दिइसकेको छु। र हाम्रो दिदी र भाइलाई धन्यवाद दिन चाहन्छु, सबैलाई धन्यवाद दिन चाहन्छु। त्यहाँ पर दुईजनाले पर्खिराखेको कारणले, दुईवटा समूहले 1 घन्टादेखि पर्खिराखेको कारणले मैले यति मात्रै भन्न भ्याएँ ल है। नरिसाउनु ल। नमस्कार छ सबैको जय होस्। म अलिकति बोलेँ ल। म त यताबाट के अरे यो चाहिँ जुन बजेट हामीले रकम हामीले अहिले हस्तान्तरण गरेका छ, यो सहयोग चाहिँ हाम्रो मेयर साहब युके जानुभएको बेलै हाम्रो सानीले चाहिँ प्रतिबद्धता जाहेर गर्नुभएको थियो। 1 महिना अगाडि नै यो पठाइसक्नु भएको बजेट हो। तर
अब केही कारणवश मम्मी बिमार हुनुहुन्थ्यो अनि मम्मीको हातबाटै हस्तान्तरण गर्नुपर्ने भएकोले हामीले चाहिँ 1 महिना होल्ड गरेर अहिले मम्मी स्वास्थ्य रूपमा अलिकति तन्दुरुस्त हुनुभयो त्यो भएर आएको त्यो चाहिँ हाम्रो मेरो ठेगाना मजाले खुलाइदिनु भन्नुभएको थियो सानीमाले सानीमा चाहिँ पहिला मेरो अहिले रामप्रसाद राई गाउँपालिका वडा नम्बर 6 भोजपुर साबिक वैकुण्ठे गाविस वडा नम्बर 3 कन्यादह भन्ने ठाउँमा जन्म भई यता साना बाउ त अहिले हतगढी गाउँपालिका वडा नम्बर 6 साबिक भमताङ गाविस वडा नम्बर 8 गुर्दुममा जन्म भई अहिले प्राथमिक विद्यालयमा उहाँहरूको परिवार हुनुहुन्छ र यो बजेट चाहिँ मेन गरेर उहाँहरूको स्वर्गीय आमा बुवा र सासु ससुराको नाममा र छोराछोरीको नाममा हो आमा लाखमाया होइन मम्मी हजुर बाबा उहाँहरूको नाम पनि म भन्छु होइन अनि स्वर्गीय मम्मी सानीको आमा चाहिँ लाखमाया चामलिङ अनि बुवा स्वर्गीय देवी कुमार चामलिङ अनि सासु ऐसा रत्न साङसोङ ससुरा जसबहादुर साङसोङ र छोरी क्रिस्टिना राई जेठा छोरा रेमन साङसोङ कान्छा छोरा ब्राइन साङसोङ उहाँहरू चाहिँ प्राथमिक विद्यालयमा हुनुहुन्छ र उहाँहरूको स्वर्गीय मातापिता सासु ससुरा र उहाँहरूको परिवारको तर्फबाट चाहिँ हाम्रो यो जुन सुम्निमा पार्नाको प्रतिमा निर्माण भइरहेको छ त्यसको लागि चाहिँ आर्थिक सहयोग गर्नुभएको भन्ने तपाईँले जानकारी गराउन चाहन्छु पहिल्यैदेखि नै घरको साम्पाङ्ग ठाउँमा चाहिँ म पनि केही सहयोग गर्नु पाएर म नेपाल निस्केर एउटा ढुङ्गै बोक्नु पाएँ भने मलाई कति खुसी लाग्छ म निस्किन्छु कुनै समयमा अनि यति चाहिँ मलाई मेरो बाबा मम्मी बाबाहरूको लागि मैले यति सहयोग गर्नु खोजेको हो तर अहिले भयो तर कुनै समय पछाडि फेरि अब निस्किन्छ अब एउटा ढुङ्गो र एक डुङ्गो बाल्दै बोक्नु पाएँ भने होइन बोक्नु पाएँ मलाई कति खुसी हुन्छ होला कति आउँथ्यो होला तर म निस्किन्छु त्यो समयमा भन्ने कुरा गरिरहेको छ त्यही भएर अब उसले गरेको चाहिँ मेरो अब सुम्निमा पारुहाङको लागि चाहिँ मैले सहयोग गरेको बाबा मम्मी अनि अब ससुरा सासूको लागि होइन भनिराखेको त्यही भएर अनि हामी चाहिँ अब यसरी रोपिहाल्नु तर म केही समयपछि निस्किन्छु त्यहाँ ढुङ्गो बोक्नु जानुपर्छ है तपाईँलाई घिसारेर भए पनि लान्छु दिदी एकवटा ढुङ्गो चाहिँ बोकेर आउनुपर्छ भनेर भनिराखेको त्यही भएर अहिले पहिल्यै ल्याउनुपर्छ अनि उहाँले श्रमदाताहरूलाई एक दिन म खाना व्यवस्था गर्छु भन्नुभएको छ त्यो चाहिँ अब उहाँले कहिले इन्फर्म गर्नुहुन्छ त्यसपछि म हजुरको स्वास्थ्य लाभको कामना बिरामी हुनुहुन्छ भने हिजैदेखि भाइले भनिराख्नु भएको थियो अनि त्यही भएर उसले चाहिँ एकदमै चासो दिइराखेको छ सबैले सहयोग गरागर अब गर्छु म खाना खुवाउँछु या खाना गर्नुहुन्छ अनि भनिराखेको छ कि अनि त्यही भएर आउँछ यदि अब उसले अब कुनै समयमा गरेर त्यसपछि म आएर त्यो ठाउँमा ढुङ्गो एउटा काम भइरहेको हुन्छ चाँडै आउनु होला हामी सेवा गर्यौँ यता मात्र है